एकैछिन यो भिडियो पुरा हेर्नु होला है। यहाँ धेरै रोचक कुराहरू छन्। हामीले पाएको मौकालाई नचिनेको र सही ठाउँमा सदुपयोग गर्न नसकेको, त्यही कारण हामी पछि परेको। म चाहिँ सिधा भन्छु, कसैले त पछि पर भनेर त हट भनेको कसैले होइन कि। अर्का साम्पाङले पाएको मौका सुविधा भनौँ त्यो अधिकारलाई सही तरिकाले प्रयोग गरेको हुन्थ्यो भने आज साँच्चै भन्यो भने रवि लामी छाने बालेन छाएको ठाउँमा ऊ हुन्थ्यो होला सायद के। तर उसको घमण्डले, उसको थुतुनाले नि आफै पछि पर्यो कि। यो मान्छे अझै पनि पछि पर्छ, म सिधै कुरा भन्छु, अझै पनि पछि पर्छ। हेर्नुहोस् यति फुल एटिट्युड छ। अब सोच्नुहोस्, यस्तो हुँदाखेरि त यस्तो मान्छे प्रधानमन्त्री भयो भने त्यो माथि पुग्यो भने कतिसम्म तानासाना बन्द हो तपाईँहरू सोच्नुहोस् के। म यस्तै हुँ भनेर कहिल्यै पनि हुँदैन के। अरूले दिएको सम्मान गरेर बोलाउँदाखेरि कोठे मिटिङमा जाँदिनँ भन्ने मान्छे एउटा पदको सम्मान गर्नुपर्छ नि। प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको ठाउँमा त जाने हो नि, आफ्नो कुरा राख्ने, बरु खबरदारी गर्ने। यो ठिक भएन भने ऊ यसो भयो भन्ने, उसो भयो भन्ने। यार हर्कसाम्बाङ तिमी चाहिँ को र यति धेरै ठुलो मान्छे यार। वास्तवमा कसैले हामीलाई पछि पारेको होइन कि, हामी आफै पछि परेको आफ्नै कुबुद्धिले। बुझ्यौ नि, आफ्नै कुबुद्धिले हो। मैले त भनेको राईहरूलाई पहिले पनि भनेको भोट नहाल भनेर। आज त्यही राईहरूको भोटले पाएको 3 सिटले पनि आज यत्रो एटिट्युड छ मान्छे भोलि प्रधानमन्त्री भने के कति हुन्छ, के हुन्छ। अझै पनि दिमाग खोल क्या राईहरू। हर्कसाम्बाङले जे भन त्यो हो होमा लाग्ने होइन क्या। कसलाई गाली गर्नु मन लाग्छ सभ्य तरिकाले कमेन्ट गर्नु। आज ल गाली नगर। मैले एउटा फेसबुकमा कमेन्ट हेर्दा म राई भएर एउटा सभ्य तरिकाले कमेन्ट गर्दा धरि मलाई आमाको गाली धरी गरेर एउटा कसैको पोस्टमा मैले कमेन्ट गर्दा पनि त्यो होइन क्या। आफ्नो विचारहरू सभ्य तरिकाले राख्ने साथी हो। एउटा राई भन्दैमा उसले जे गरेको हरेक कुराहरू गलत कुराहरू पनि सही भन्ने होइन क्या। सहीलाई सही कुरा भन्ने, गलतलाई गलत भन्ने, चाहे जोसुकै होस्। आफ्नै बाउ किन नहोस्, राईको त कुरै छाडौँ। आफ्नै बाउ हुँदा पनि गलतलाई गलत भयो भने अनि पो उसले आफ्नो गल्तीहरू चिन्छ, सुधार्ने सुध्रिने मौका पाउँछ, सुध्रिएर खारिएर आउँछ। आलोचनालाई सही तरिकाले लिनु सक्नुपर्छ के। नेतामा त्यो क्षमता हुनुपर्छ। कसैले आलोचना गर्यो भन्दैमा, खण्डन गर्यो भन्दैमा गुरुको उफ्रिने होइन यार। अब सांसद भएर पनि त्यस्तै के अरे स्ट्याटस हालिराख्ने, त्यस्तै भिडियो बनाएर पोस्ट हालेर सुहाउँछ, अझै पनि सुहाउँछ।